गाइजहरू म कहाँ जानु लागेको तपाईँहरूलाई थाहै छैन। यहाँ हेर्नु कोदाली बोकेर खन्नु लाग्दिँदैछु म। अब सट्ट यहीँनिर खन्नु पनि यो मकैबारी। यहाँ बिहान अलिकति खनेको यो उधो नि खनेको। यहाँ खन्नु जानु भन्यो। कोदाली चाहिँ यहीँ छोडिदिउँ। हेर्नु कोदाली बोकेर खन्नु लाग्दिँदैछु म। अब सट्ट यहीँनिर खन्नु पनि यो मकैबारी। यहाँ बिहान अलिकति खनेको यो उधो नि खनेको। यहाँ खन्नु जानु भन्यो। कोदाली चाहिँ यहीँ छोडिदिउँ। आज चाहिँ मैले दिनभरि मकै गोडेर सकेको। तपाईँहरूले मकै गोड्नु भयो कि भएन कमेन्ट हान्नु होला। यो भिडियोलाई सक्दोभन्दा सक्दो सेयर हान्नु होला, लाइक कमेन्ट हान्नु होला। त्यहाँदेखि म आज चाहिँ के गरेँ भनेदेखि कहिल्यै काम नगर्ने मान्छे नि त। आज चाहिँ पुरासँगले के अरे गरिदिएको काम मकै गोड्ने लास्टै डेन्जर गाह्रो भएको थियो। म ढाड दुखेर मर्ने बेला भएको थियो काम गर्दा 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 डुट्टो भयो नि आज त। अनि आम्मा तपाईँहरूले मकै गोडिसक्नु भयो कि भएन। मैले चाहिँ बल्ल सकेको। अम्मा यस्तो गाह्रो भएको थियो कि अम्मा। राइट गाइज, आजको मिनी भ्लगमा तपाईँहरूलाई सबैजनालाई स्वागत छ। मैले बिहानको चाहिँ केही देखाउन सकिनँ, दिउँसोको भए पनि यसो हेरिदिनु होला। अब दिउँसो चाहिँ काम भनेको चाहिँ यस्तो चलिरहेछ, पुरा मकैबारी गम खुन्ने। म चाहिँ पुरा अल्छीले भिडियो मात्रै गरिदिइरहने हो। यस्तो चलिरहेछ। यो झार चाहिँ पुरा सराम काटेको गइरहेछ। झार त नि आम्मामा गोड्ने ठाउँ मेरो यस्तै गोड्यो भनेदेखि त झार त अनि बाहिरै देखिने भइहाल्यो। मेरो मिनी भ्लगमा चाहिँ सबैजनालाई स्वागत छ है। म चाहिँ अल्छी हो है, एकदम काम नगर्ने। यहाँ चाहिँ काम हानिरहेको छ पुरा, यता मम्मीले फालिरहेको छ। यो त घर देखेको चाहिँ हाम्रो मकैबारी यस्तो छ। हेर्नुहोस् यस्तरी गरेर पुरा बिसाइरहेको छ।